हुने बेलामा मेरो फुर्सद कहाँ छ के छ कसो छ होइन। अब यो त मेरो अहिले अहिले आजको छ नि 3 महिना अगाडिदेखि ल त मैले मैले पठाएँ किनभने उहाँले मलाई अब वचन नै दिनु भएको छ होइन। अब यहाँ हेर्नु ल अब अहिले फोन आएको स्योर छ अब यहाँ लेट नगरी कुरै छैन अब त्यो भयो भने मैले भन्नु खोजेको के हो भने अन्यथा नसोच्दा मैले पनि सोचेको छैन यो हुन्छ नै के मैले भनेकै थिएँ यो हुन्छ नै के सकिँदैन के सकिँदैन सत्यनारायण पूजा भने कहाँ सकिन्छ ल। अब म भने है अब के छ भनेदेखि चाहिँ यो सबभन्दा पहिले चाहिँ जुन छ यो चाहिँ यो अब आउन लागेपछि सबैले चाहिँ नै छोड्नु मात्रै छ भने नि कसो भयो भने भगवान्कै नामले चाहिँ छोडिदिन्छ मान्छेहरूले। त्यो भएको कारणले यो के गर्दा के कसरी हुन्छ कसरी धर्म चाहिँ प्राप्त हुन्छ यस्तो भयो भने त भगवान्को नामले कोही पनि भएन भने तपाईँ एकदमै जनाउनु हुने भयो। यो सबै ऋषिहरू गएर कहाँ गएर भनेखेरि माथि त्यो वैकुण्ठमा वैकुण्ठ भनेको नारायण आनन्दले क्षीर सागर भनेको एउटा त्यो समुद्रमा चाहिँ आनन्दले सुतिरहनु बक्सेको लानुभएको अवस्थामा चाहिँ नि त्यो एकजना दुईजना होइन ऋषिहरू भने 88,000 धेरै छ। त्यतिजना सबै टोटल गएर माथि गयो भने माथि गएर चाहिँ अनि भगवान्ले चाहिँ अब के हुन्छ भने हाम्रो पो तल बस्यो भनिदियो मान्छेले को आयो भनेर हेर्छन् होइन। भगवान्को चाहिँ स्तुति गर्छ क्या यहाँ चाहिँ हात राख्यो होइन। अब ल त्यो यो यसैमा राखिदिनु भयो त्यसको काममा सक्यो ल पूजा गरिदिनु होइन सुरु न भनेको भित्र रोक्ने त्यो राख्नुपर्छ क्या त्यो नराख्नु हुँदैन राख्नुपर्छ सबैले राख्नु है। हरि ओम पुनस्त्वा दित्या रुद्रा वसवः समीन्दतां पुनर्ब्रह्मणो वसुनिधयज्ञै स्वसत्याः सन्तु यजमानस्य दीर्घायुः